यी 8 मुख्य महाबोधिसत्वहरू सबै सूत्र शास्त्रहरूमा पाइन्छ भने अब 25 महाबोधिसत्वहरू चाहिँ फरक सूत्र र शास्त्र अनुसार फरक पाइन्छ। त्यसमध्ये चाहिँ सुरङ्गम सूत्र अनुसार चाहिँ 25 महाबोधिसत्वहरू 1 नम्बर अवलोकितेश्वर कान सम्बन्धी अथवा सुन्ने इन्द्रिय सम्बन्धी बोधिसत्व। 2 नम्बरमा महास्थाम प्राप्त, यो चाहिँ गन्ध अथवा घ्राण इन्द्रिय सम्बन्धी बोधिसत्व। 3 नम्बरमा चण्ड प्रभ, यो चाहिँ आँखा अथवा नेत्र सम्बन्धी बोधिसत्व। 4 नम्बरमा मणिभद्र स्पर्श सम्बन्धी बोधिसत्व। 5 नम्बरमा वज्रपाणी चेतना अथवा मन सम्बन्धी बोधिसत्व। 6 नम्बर पूर्ण मैत्रायणी पुत्र ध्यान समाधि सम्बन्धी बोधिसत्व। 7 नम्बरमा सर्वार्थ सिद्ध, यो विचार अथवा विज्ञान सम्बन्धी बोधिसत्व। 8 गौवापति आकाश अथवा खालीपन सम्बन्धी बोधिसत्व। 9 नम्बरमा मञ्जुश्री शून्यता वा प्रज्ञा सम्बन्धी। 10 नम्बर प्रभाकर अग्नि अथवा प्रकाश सम्बन्धी बोधिसत्व। 11 वैमलकृति जल सम्बन्धी बोधिसत्व। 12 नम्बर उपानन्द आगो सम्बन्धी बोधिसत्व। 13 भद्रपाल पृथ्वी अथवा माटो सम्बन्धी बोधिसत्व। 14 नन्द ध्यान समाधि सम्बन्धी बोधिसत्व। 15 नम्बर समन्तभद्र ध्यान र कर्ममा पूर्णता सम्बन्धी। 16 मेघश्री धर्म अथवा सत्य सम्बन्धी बोधिसत्व। 17 नम्बर राहुल मन वा स्पर्श सम्बन्धी। 18 नम्बर मैत्रीय चित्तको एकाग्रता सम्बन्धी। 19 सिंहनाद ध्वनि अथवा नाद सम्बन्धी बोधिसत्व। 20 काश्यप धर्मचक्र सम्बन्धी बोधिसत्व। 21 कुमार जीव शून्यता सम्बन्धी बोधिसत्व। 22 अनिरुद्ध चक्षु दिव्य दृष्टि सम्बन्धी बोधिसत्व। 23 नम्बर उपाधि उपदेश र अनुशासन सम्बन्धी। 24 सुभूति दान अथवा त्याग सम्बन्धी बोधिसत्व। र 25 क्षितिगर्भ दुर्गतिबाट उद्धार गर्ने सम्बन्धी। सुरङ्गम सूत्रको परम्परा विशेष गरेर चीन, भियतनाम, जापान, कोरिया र थाइल्यान्डको महायान र श्रावकयान परम्परामा बढी प्रचलित भएकोले यहाँको तिब्बती, हिमाली र नेवा वज्रयान परम्परामा जसलाई बोधिसत्वको रूपमा परिभाषित गरिन्छ तिनीहरू कुनै फरक परेको देखिन्छ। यहाँको तिब्बती, हिमाली र नेवा वज्रयान परम्परामा अर्थहरूलाई बोधिसत्वको रूपमा परिभाषित गरिएको छैन भने यो सुरङ्गम सूत्रमा कुनै अर्थहरूलाई पनि बोधिसत्वको रूपमा समावेश गरिएको छ। यही सुरङ्गम सूत्रमा पनि सबै बोधिसत्व र अर्थहरूमा चिनिया, भियतनाम, जापान, कोरिया र थाइल्यान्डको आफ्नो परम्परा अनुसार कुनै नामहरू फरक पाइन्छन्। यसमा 25 बोधिसत्वहरूको नामसँग कुनै चित्र वा तस्बिर ठ्याक्क मेल खाएको नहुन सक्छ। तस्बिरहरू सबै सामाजिक सञ्जालबाट खोज गरी राखिएको हुनाले कुनै तस्बिर भेटिएको पनि छैन। त्यसैले कृपया उल्लेख गरिएको तस्बिरभन्दा नामलाई बढी प्राथमिकता दिनुहोला। अर्को भागमा हामी अर्को सूत्र अनुसारको 25 महाबोधिसत्वहरूको चर्चा गर्नेछौँ। भवतु सर्वमङ्गलम्।